सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई म धन्यवाद दिन चाहन्छु। यसभन्दा अगाडि पनि तपाई नै प्रधानमन्त्री भएका बेलामा मलाई झुटा मुद्दामा हिरासत बस्ने अवसर जुरेको थियो। त्यो अवसर तपाईले फेरि पनि जुराइदिनु भएको छ। म खुसी छु र म बुझ्दछु तपाईको बाध्यता सरकार जोगाउनु पर्ने बाध्यता। कुनै प्रमाण नभेटिए पछि पनि कसैको राजनीति जोगाइदिनका लागि र तपाईको सरकार जोगिनका लागि पनि त्यो राजनीतिक दललाई सघाउनु पर्ने तपाईको बाध्यता म बुझ्छु। कसैको राजनीति जोगाइदिनका लागि म बलिवेदीमा चढेको छु भन्ने कुरा मैले बुझेको छु र मलाई विश्वास छ आम सर्वसाधारणले पनि बुझेका छन्। नत्र यति धेरै निकायले यति धेरै समय लगाएर संसदीय छानबिन समितिले समेत हरेक निकाय, चाहे प्रदेश होस्, चाहे पालिका होस्, चाहे बैंक होस्, राष्ट्र बैंक होस्, सहकारी बैंक होस्, सहकारीका विभिन्न बोर्डहरू हुन्, कुनै पनि निकाय बाँकी नराखिकन प्रहरीको अधिकारीहरूले अनुसन्धान गरिसकेको, महाधिवक्ताले भनिसकेको, जिल्लाका हरेक ठाउँमा मुद्दा चलिसकेको, तर पनि कहीँ कतै संलग्नता नभेटिएको र एउटा पनि प्रमाण नभेटिएको विषयमा समेत जसरी पनि कुनै न कुनै ढङ्गले कारबाही गर्नुपर्ने, पक्राउ गर्नुपर्ने बाध्यतामा सरकार किन पुग्यो भन्ने कुरा मलाई राम्रोसँग थाहा छ र मलाई यो पनि राम्रोसँग थाहा छ। सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईले उद्घाटन गर्नुभएको तपाईको पार्टी कार्यालयमा अदालतले प्रमाणित गरिसकेको भ्रष्टाचार गरेको, ठहर गरेको व्यक्तिबाट खुल्लमखुल्ला तपाईले करोडमा होइन अरबमा अनुदान भन्नुहोला, दान भन्नुहोला लिनुभएको छ, स्पष्ट रूपमा लिनुभएको छ। यो कुरा पनि मलाई थाहा छ। तपाईको हातमा कुनै बिचौलियाले दिएको 3 करोडको घडी मेरो हातमा हतकडी मलाई स्वीकार्य छ। अर्को कुरा, संगठित अपराधको कुरा गरिएको रहेछ। सरकारले मैले संगठित अपराधमा संलग्न भएको देखिन्छ। हो, संगठित अपराधमा रहेछु म। विदेशमा अलपत्र परेका चेलीहरूलाई बचाएर ल्याउने संगठित अपराधमा रहेको रहेछु म। अलपत्र परेका दाजुभाइहरूलाई देशमा ल्याउन र विदेशमा उहाँहरूलाई कुनै न कुनै सेवा दिने संगठित अपराधमा संलग्न रहेछु म। बाढीले बगाएको बस्ती बनाउने संगठित अपराधमा सहभागी भएको रहेछु म। दुर्गममा अस्पताल बनाउने संगठित अपराधमा संलग्न भएको रहेछु म। दिनदिनै गरिब दिनदुखी जनताको रिपोर्टिङ गरी समाचार बनाई प्रस्तुत गर्ने त्यो सिङ्गो समय, त्यो 5-7 वर्षको समय म यिनै संगठित अपराधहरूमा लागेको थिएँ। यत्रो अपराध गर्ने मलाई संगठित अपराधमा हुन सके जति सजाय दिनुपर्छ। कानुन छैन भने कानुन सच्याएर पनि दिनुपर्छ। म तयार छु। मलाई विश्वास छ आम नागरिकहरूले न्याय दिनुहुनेछ।